Hey guys, welcome back to new vlog. This is Chapri vlog. Okay. So guys, आज चाहिँ हामी नेपाली बोलौँ कि हिन्दी बोलौँ गाइस तपाईहरु भन्नु पहिला नेपाली बोल्नु पर्यो ल कमेन्ट गर्नु पर्यो नेपाली बोलौँ कि हिन्दी बोलौँ भनेर तर त्यसको लागि पहिला भिडियो अपलोड गर्नु पर्यो भिडियो अपलोड गरिसकेपछि बल्ल कमेन्ट आउँछ त्यति बेलासम्म म वेट कसरी गरौँ गाइस र आज चाहिँ हामी यहाँ आइसकेका छौँ स्टार अम्बुर स्टार बिरयानीमा आरआर नगर राजेश्वरी नगर अहिले चाहिँ नदेखाऊ सस्पेन्स हो यो चाहिँ है यति चाहिँ कट गरिदेऊ है एडिटर प्लिज कट यति चाहिँ सबैभन्दा अगाडि चाहिँ हाम्रो एकजना यहाँ के अरे तपाईँको नाम चाहिँ के रोमा उसको नाम होइन उहाँलाई चाहिँ आज अब हामीले के अरे क्लिन गरेको देखिरहेको छ कस्तो लागिरहेको छ लगाएस ठिक छ भेरी भेरी त उहाँको मैले सबै अम्मा भाइन पे आ जाऊंगा मैं इनकी कुराहरू बुझ्सके लगाएस अब चाहिँ हामी अगाडि बढौँ प्लिज फलो मी गाइस स्टे ट्युन है गाइस स्टे ट्युन ल त्यसपछि चाहिँ हामी यहाँ अञ्जली प्लिज हेलो मिस वान सेकेन्ड त्यसपछि चाहिँ यहाँ अञ्जली हुनुहुन्छ उहाँ चाहिँ यताउति डुलिराख्नु भएको छ काम चाहिँ केही गरेको दिएको छ उहाँको चाहिँ मनमा कस्तो छ एकचोटि उहाँको कुरा पनि बुझ्यो हेर भिडियोको लागि चाहिँ उहाँले मप समात्नु भयो अहिले Sir, you keep your voice down. मैं आ जाऊं क्या अपनी पर अब मैं बोलता हूं तेरे को निकल मेरे को कहीं बाहर उहाँलाई चाहिँ कस्तो लागिरहेछ म भनेर कस्तो लागिरहेछ एकचोटि उहाँको कुराहरू पनि सुनौ किनकि हामी हेर गाइस म आफै मात्र बोल्ने होइन अरूको पनि कुरा सुन्नुपर्छ बी अ गुड लिसनर ओके क्या ये क्या बक रहे हो मादरचोद ल तपाईले चाहिँ कस्तो लागिरहेको छ एकचोटि भनिदिनुस् त ए भइहाल्यो ल गाइस भोसड़ी के मदरचोद बहन के लोड़े मच्छर की झाट गांडू मोटी चूत तेरी टट्टों के सोना थ्याङ्क यू सो मच गाइस उहाँको कुराहरू पनि सुनिसक्यो हामीले होइन त्यसपछि अब चाहिँ हामी नेक्स्ट तपाईहरुले चाहिँ म सबटाइटल राखिदिन्छु बिकज आई एम टकिङ इन कन्नडा राइट नाउ ಮೇಡಮ್ ಅಲ್ಲಿ ಬನ್ನಿ ಇದು ಬ್ರೂಮ್ ಮಾಡಕ್ಕೆ ಕ್ಲೀನ್ ಮಾಡಕ್ಕೆ ಯಾವ್ದು ಫೀಲ್ ಆಗಿದೆ ನಿಮ್ಗೆ ಹೇಳೋ ल ओके गाइस ल भेरी भेरी गुड होइन उहाँको कुराहरू सुनिसके त्यसपछि अब प्याज काट्ने हुनुहुन्छ उहाँ चाहिँ उहाँको नाम चाहिँ कृष्ण हो होइन कृष्ण कन्हैया हो उहाँको नाम चाहिँ गोपीहरू छैन अहिले त्यही भएर उहाँ मत करो तोबा 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 थारा मूड खराब कर दियो प्याज छिन्नु भइरहेको छ यहाँ चाहिँ प्याज छिन्नुहुन्छ रुममा के छोड्नुहुन्छ कमेन्ट गरेर गाइस कमेन्ट ल तपाईँले चाहिँ प्याज छिन्नु कस्तो लिइरहेको छ ल गाई उहाँको कुरा पनि सुने होइन मलाई एकदमै मनमा के अरे कस्तो लाग्यो भन्दाखेरि अर्कै लाग्यो होइन त्यसपछि गाई अलिकति यता हेरौँ कट एडिटर ओके ओके र त्यसपछि चाहिँ हाम्रो यहाँ भान्जा हुन्छ होइन उहाँलाई चाहिँ अहिले काम गरेको त मैले केही देखेको छैन होइन उहाँले भर्खरै अब त्यो आफ्नो नेपालीमा चाहिँ तपाईँले पेटिकोट लागेकोमा हामी नेपाली हो शुद्ध नेपाली इङ्ग्लिस वी डोन्ट टक इन इङ्ग्लिस बिकज नेपाली फर्स्ट ल्याङ्ग्वेज द्याट इज आवर मदर ल्याङ्ग्वेज सो वी सुड अभोइड इङ्ग्लिस ओके तपाईँले चाहिँ कस्तो लागिरहेको छ अहिले पेटिकोट ल गाइस उहाँलाई चाहिँ एकदमै राम्रो लाग्यो भन्ने सुने मैले होइन उहाँको कुराहरू पनि सब छलफल भयो त्यसपछि चाहिँ यहाँ हाम्रो मास्टर दादा हुनुहुन्छ उहाँले चाहिँ आज काम गरेको त केही छैन अहिलेसम्म त्यही पनि अहिले भर्खरै चिया खाएर आउनु भएको चिया खाएर चाहिँ तपाईँले कस्तो फिल भयो भनिदिनुहोस् न केही शब्द तपाईँको उहाँले बोल्नै सक्दैन माया ओ थ्याङ्क यू सो मच है आजको लागि चाहिँ यति नै एकछिन गाइस आउनु न हाम्रो एकदम हाम्रो चाहिँ एकछिन हाम्रो होटलको मेन मान्छे जो नभएपछि काम चल्दैन तपाईँले केजिएफ फिल्म हेर्नु भएको छ होला होइन त्यसमा कस्तो सस्पेन्स हाइप बढाउँछ अनि एकैचोटि लुक देखाउँछ त्यसपछि त्यस्तै चाहिँ हाम्रो एकजना यहाँ हुनुहुन्छ उहाँसँग म तपाईँलाई भेटाउन चाहन्छु उहाँको नाम हो हाम्रो सुनिल कान्छा
ओ सरी सरी, उहाँलाई एकछिन काम गर्नु थियो होइन, उहाँ अलिकति बिजी हुनुहुन्छ, त्यही भने त मैले उहाँको बिना यहाँ होटल चल्दैन भनेर। उहाँले यो चाहिँ मेरो भाइ हो, मेरो मासीहरू एकचोटि हल्का गुना जस्तो छ, तर केही छैन, मेरो भाइ हो, किनकि मेरो भाइ हुनाले म जस्तै छ, तर म कुना जस्तो छैन, म बादल जस्तो छु। ये बड़ी अच्छी बात कही आप। अनि त्यसपछि चाहिँ हाम्रो यहाँ अर्को मास्टर हुनुहुन्छ, उहाँले टाइम पास जति बेला पनि टाइम पास, हेल्परको काम आफै गर्दिनँ टाइम पासको लागि। उहाँलाई चाहिँ कस्तो अब के गर्नुपर्ने हो, प्रमोसन गर्नुपर्ने हेल्परमा, सिनियर हेल्परमा राखिदिन्छु म अर्को महिना। मेरी समझ में नहीं आता है बुड्ढे, तुम मेरे ही पीछे क्यों पड़ गया है? तपाईँले कस्तो लागिरहेको बवाल लागिरहेको छ अरे, लगायत बवाल लाग्दैछ भनेर त्यसै गरेर अर्कोको लागि चाहिँ हाम्रो ब्लग यति नै। मलाई किनकि टोइलेट लाग्यो।